तपाईलाई धेरै धन्यवाद दिन्छौँ। आज जुन वचनको शिक्षामा हामी गइरहेको छौँ, प्रभु हामीलाई सहायता गर्नुहोस्। पवित्र आत्मा, तपाईले दिनुभएको प्रकाशहरू आज खोल्नुहोस्। हामीलाई तपाईसँगको त्यो एउटा मिठो सम्बन्धमा बढ्नलाई, तपाईँको वचन अनुसार सिक्नलाई हामीलाई सहायता गर्नुहोस्। पवित्र आत्मा, हामी तपाईँको अनुग्रह माग्छौँ। तपाईँको उपस्थितिले हामीलाई छुनुहोस्, ताकि हामी तपाईँ जस्तै भएर निर्माण हुन सकौँ। यो पृथ्वीमा बसे तापनि स्वर्गीय जीवन हामी जिउन सकौँ। तपाईँमा हामी अनुग्रह बिन्ती माग्छौँ। प्रभु सहायता गर्नुहोस्, येशू तपाईँको नाउँमा, आमेन, आमेन, आमेन। हालेलुया, हालेलुया। प्रभुलाई महिमा होस्। आजदेखि मैले अघि पनि मेरो श्रीमतीलाई भनेको छु, वचन म अलिक जटिसक्दो मिठो बोल्ने प्रयास गर्नेछु, लामो धेरै जाने प्रयास गर्दिनँ भनिसकेको छु मैले अघि नै पनि। त्यही कारण प्रभुलाई महिमा होस्। हामी चाहिँ धेरै जान्छौँ नि त, होइन? तर पनि मिठो हुँदा त धेरै जाउँ। तर म अब यस्तो होस् कि मिठो होस्, त्यही कारणले गर्दा म धेरै लाँदिनँ। तर म तपाईँलाई आज त्यो थोरै कुरा भए पनि लाँदाखेरि एउटा गहिरो कुरा भन्दैछु। त्यो के भन्दाखेरि, तपाईँको एक दिनलाई चाहिँ एक वर्षमा परिणत हुन नदिनुहोस्। मैले किन यो ल्याएको छु भन्दाखेरि, जब म प्रार्थना गर्दै थिएँ, मलाई प्रभुले एउटा मिठो कुरा देखाउनु भयो। अनि के लेखौँ प्रभु भनेर यसो टपिक मैले गर्दै गर्दा, एक दिन छ नि, एक दिन जुन हाम्रो एक दिन चाहिँ एक वर्षमा परिणत नहोस् भन्ने कुरा। जस्तो मैले लेख्छु, डु नट लेट योर वान डे टर्न इन्टु 1 year। तपाईँको एक दिन चाहिँ एक वर्षमा परिणत हुन नदिनु। जस्तो कि कसरी एक दिन एक वर्षमा परिणत भनेर फेरि त्यो नजानुला। तर मैले तपाईँलाई भनेको कुरा, कतिवटा तपाईँको कुरा दिनमा पुरा हुनुपर्ने हुन्छ, तर त्यो तपाईँको जीवनमा वर्षौँ लाग्न सक्छ क्या। बुझ्नुभयो नि? अनि यो घटना चाहिँ बाइबलमा घटेको छ। अनि त्यो चाहिँ हो इजरायलीहरूको जीवनमा घटेको छ। इजरायलीहरूको जीवनमा उनीहरूको के थियो भने, एक दिन बराबर परमेश्वरले एक वर्ष बनाइदिनु भयो। त्यो चाहिँ के हिसाबमा भन्दाखेरि, उनीहरूले गरेको परमेश्वरमा अविश्वास, उनीहरूले गरेको परमेश्वरमा गनगन, उनीहरूले परमेश्वरले गर्दै गर्नुभएको कामहरू उनीहरूको आँखाको अगाडि देख्दाखेरि पनि उनीहरूले परमेश्वरमाथि नराखेको विश्वास र भरोसाको कारणले गर्दा उनीहरूको 40 दिन 40 वर्षमा परिणत भयो। त्यो 40 दिन के थियो भन्दाखेरि, उनीहरूले जुन त्यो दुध र मह बग्ने देशमा गएर जुन भेद लिन उनीहरू गएको थियो नि, 12वटा कुलको एक एकजना पठाउँदाखेरि, त्यति बेला त्यो 12 जनाले 40 days लगाए। 40 days चाहिँ के गर्नु लाग्यो भने, त्यो देश घुम्न लगाए। त्यो देशको बारेमा जान्नको लागि उनीहरूले 40 दिन लगाए। अनि त्यो 40 दिन उनीहरूले लगाएको कारणले गर्दा, तर त्यो जानेर देखेर, त्यो आशिषमय देश देखेर पनि फर्केर आएर उनीहरूले गनगन गरेको कारणले गर्दा परमेश्वरले उनीहरूलाई भन्नुहुन्छ, तिमीहरूको गनगनले गर्दा, तिमीहरूको अविश्वासले गर्दा अब तिमीहरूको 40 दिन चाहिँ 40 वर्ष परिणत हुनेछ। जसरी 40 दिन लगायो तिमीहरूले त्यो घुम्नको लागि, अब एक दिन बराबर म एक वर्ष बनाइदिन्छु भन्नुहुन्छ। जसको कारणले गर्दा इजरायलीहरूको त्यो दिन वर्षमा परिणत हुन्छ। प्रेजन मैले तपाईँलाई भन्न चाहेको कुरा नि चाहिँ हो, कतिचोटि हाम्रो जीवनको कतिवटा कुराहरू नै एक दिनमा गर्नुपर्ने, एक दिनमा आउने कुराहरू हुनसक्छ। तर तपाईँ र मेरो अविश्वासले, तपाईँ र मेरो गनगनले, तपाईँ र मैले परमेश्वरमाथि भरोसा नराख्नाले गर्दा तपाईँलाई म भन्न चाहन्छु, तपाईँको त्यो एक दिनमा आउने आशिष 40 दिनमा एक दिनमा आउने आशिष एक वर्षमा आउनेमा परिवर्तन हुनसक्छ। त्यो जान्नुपर्छ। कतिचोटि हामीले यो जानेको हुँदैनौँ। प्रेजन जानेको हुँदैनौँ। कतिचोटि तपाईँको जीवनमा नि भोलि आउँदै गरेको आशिष तपाईँलाई म भन्न चाहन्छु, याद गर्नुहोस् प्रेजन, भोलि तपाईँको जीवनमा आउँदै गरेको आशिष नि कतिचोटि 1 महिनापछि आउने बनाउनु तपाईँ आफूले बनाइरहेको हुनसक्छ। वेदर तपाईँले जानेर होस् या नजानेर होस्। तर प्रब्लम र फरक चाहिँ के छ भने, परमेश्वरले दिन ढिला गरेको होइन, तपाईँले रिसिभ गर्न ढिला हुन्छ क्या प्रेजन। किनभने त्यो तपाईँ र मेरै कारणले गर्दा हुन्छ। त्यही कारणले म भन्छु, तपाईँको एक दिन तपाईँले एक वर्षमा परिवर्तन नगर्नुहोस् प्रेजन। त्यो कहिले नहोस्। अनि त्यो हुने कुरा म तपाईँलाई थोरै भन्न चाहन्छु। म सबैले यो वचनबाट हामी हेरौँ यहाँ थोरै। गन्तीको पुस्तक 14:34 तपाईँले मसँग पढाउनुहोस्। गन्तीको पुस्तक 14:34 यहाँ के भन्छ भने, यहाँनिर परमेश्वरले भन्नुहुन्छ, यो 14 अध्यायको अलिक माथि पनि हामी पढ्नेछौँ अहिले, म बाइबलबाट पढ्छु। तर यहाँनिर भन्छु, हेर्नुहोस् है, तिमीहरूले त्यस देशको भेद लिन 40 दिन बिताएका थियौ। यसकारण दिनको 1 वर्ष गरी 40 वर्षसम्म तिमीहरूले आफ्नो अधर्मको फल भोग्दै रहनेछौ र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ। तिमीहरूले त्यो दिन 40 दिन लगायौ भेद लिनलाई, मतलब त्यो जासुसी गर्नलाई, त्यो देशको त्यो ठाउँको जुन ठाउँ मैले तिमीहरूलाई ल्याउँछु भनेको थिएँ। त्यही कारणले गर्दा तिमीहरूले तर मलाई विश्वास नगरेको कारणले गर्दाखेरि तिमीहरूको एक दिन म 1 वर्षमा परिवर्तन गरिदिन्छु। त्यसपछि 40 दिन 40 वर्षमा परिवर्तन भयो। अब थोरै म तपाईँलाई अलिकति म्यापबाट थोरै भन्न चाहन्छु। मैले यहाँ म्याप राखेको छु, हेर्नुहोस् त, म्याप छ हो।
अब म तपाईँलाई यो म्यापबाट बताउँछु, सुन्नुहोस् है थोरै। एउटा एउटा लट्ठी भयो नि हुन्थ्यो, अलिक लामो उयो अस्ति थियो। अब म यहीँ जानुपर्छ, फेरि यहीँ गयो भने सबै उयो होला। अब सुन्नुहोस् है, आम्मा लट्ठी पनि लट्ठी फेरि कडा लट्ठी भयो त यहाँ ड्रमको। प्रभुलाई मै मसला हुन्छ यसले भयो पनि हेर्नु। सुन्नुहोस् है, इजरायलीहरूको यात्रा अब तपाईँहरूले मसँग अलिकति बुझ्नु, अलिकति बाइबलको अब हामी आज यात्रा हेरौँ, किनभने हामीले के भन्छ यात्रा पनि एउटा अलिकति त्यो म्यापलाई हेरौँ। इजरायलीहरूको खासमा यहाँबाट सुरु भएको यो रामासेस भन्छ, हाम्रो बाइबलमा रामासेस भन्छ, गोसेन भन्छ। यो रामासेस र गोसेन तपाईँले अलिकति यसरी म तपाईँलाई थोरै बताउँछु। यो गोसेन भन्ने ठाउँमा नै हो जब याकुबलाई ल्याइयो, योसेफले जब आफ्नो बाउलाई दाजुभाइहरूलाई जब बोलायो नि, तपाईँ थाहा छ त्यति बेला उनीहरू आएर बसेको छ यो गोसेन, यो रामासेस एरियाको गोसेन भन्ने भागमा हो। मतलब रामासेस तपाईँले एउटा ठुलो मानुस तपाईँले सिटी, अब फर इक्जाम्पल रामासेस गोसेन एउटै हो, एउटै एरियाभित्र पर्थ्यो। जस्तो कि हामीले अब कहीँ अरूतिर गयौँ भने त होइन, तपाईँहरू कोही ब्ल्याक लिग बस्नुहुन्छ, कोही रिनसबर्ग बस्नुहुन्छ, कोही एट्ना बस्नुहुन्छ, तर भन्ने मान्छेले सिम्पली तपाईँलाई कहाँ बस्छ भनेर सोध्यो भने तपाईँ कोलम्बस भन्नुहुन्छ नि त, बुझ्नुभयो नि? सेम त्यही हो। यो रामासेस चाहिँ एउटा ठुलो सिटी जस्तै हो। गोसेन त्यसको एक भाग हो, एउटा ठाउँ, फाल्टै सिटीको नाम हो तर एक ठाउँ हो। तर उनीहरू यो ठाउँ चाहिँ कस्तो थियो भन्दाखेरि एकदमै फलिफलाव हुने ठाउँ थियो, एकदमै राम्रो ठाउँ थियो। त्यही कारणले गर्दा योसेफले आफ्नो जति पनि दाजुभाइ उसको जातित्वहरू मानिस जातको छ सबलाई यहाँ राखेको थियो। यो रामासेसमा नै हो त्यति बेला इजरायलीहरूलाई सतावट भएको पछि मोसाको पालोमा हामीले हेऱ्यौँ भने जुन सतावट छ त्यो उनीहरूले दासत्व बनाएको त्यो रामासेसमा हो। र यो रामासेसबाट उनीहरूको यात्रा सुरु भयो। अनि यसरी यात्रा सुरु भयो। यो चाहिँ तपाईँको लाल समुद्र, उनीहरूले यहाँदेखि लाल समुद्र यसरी तरेर आए। अनि उनीहरू यसरी आयो यहाँनिर यो सिनै पर्वत यहाँनिर आइपुग्दाखेरि उनीहरूले 10 आज्ञा पाए, बुझ्नुभयो नि यो ठाउँमा। अनि उनीहरूको फेरि यात्रा यसरी सुरु भयो। उनीहरूको यो यात्रा खासमा यो रामासेसबाट सिधै यसरी यो उनीहरूको यो उयो परमेश्वरले प्रतिज्ञा गर्नुभएको देश चाहिँ यो, बुझ्नुभयो नि, कनान देश। यरिहोको यहाँनिर छ, यरिहो पर्खाल, यो गिलगाल, जेरुसलेम, यो सबै यहाँनिर हो। परमेश्वरले उनीहरूलाई प्रतिज्ञा गरेर दिन्छु भनेको देश चाहिँ यो थियो। हेर्नुहोस् है, तर यहाँदेखि उनीहरू डाइरेक्ट सिधा यसरी जानु थियो भने, यसरी हुनु थियो भने यो हाम्रोको अहिलेको हिसाबमा भनेपछि त्यस्तै 300 माइल्स या त 350 या 400, त्यति नै हो, धेरै होइन, बुझ्नुभयो नि, त्यति नै हो। र हिँडेर सिधा जाने हो भने यो कति दिनको बाटो हो भने अहिलेको अब उनीहरूले धेरै उयो हुँदै जाँदा मान्छेहरूले भन्छन् 11 दिनको बाटो, 11 दिनको, जस्ट 11 दिनको बाटो होइन। र उनीहरूलाई अलिअलि अब धेरैजना हिँड्दाखेरि, अब धेरै मान्छे बुढाबुढी सबै हिँड्दाखेरि भनेको उनीहरूलाई बिग्न लाग्यो। उनीहरूको भनाइ के थियो भने 3 विक्स या 4 विक्सको बाटो होइन। केटाकेटी बुढाबुढी अब त्यति बेला कोही प्रेग्नेन्ट थियो होला, कोही बाटोमा जाँदा नानी जन्मियो होला, त्यो हिसाबले हो भने पनि 4 विक्स मानौँ, 1 महिना या 40 दिनको बाटो भनौँ। उनीहरूले आरामले गयो भने नि, तर सुई हिँडेर जाने भने जस्ट 11 दिनको बाटो। यहाँदेखि यहाँ 300-400 माइल, अहिलेको हिसाबमा 300 माइल भनौँ न, लगभग त हामीले 250, 350 माइलको बाटो। तर परमेश्वरले उनीहरूलाई यसरी ल्याउनुहुन्छ। किन परमेश्वरले यसरी ल्याउनुहुन्छ भन्दाखेरि एउटा कुरा चाहिँ के हो भन्दाखेरि खासमा यसरी हिँडेर जाँदा पनि उनीहरूलाई धेरै लाग्ने चाहिँ होइन, यो 40 वर्षको यात्रा होइन। खासमा यसरी हिँडेर जाँदाखेरि पनि उनीहरूको बाइबलविदहरूले के भन्छन् भने यहाँदेखि उनीहरू यहाँसम्म आउँदाखेरि 60 दिन जति मात्र कटेको थियो अरे। यो सिनै पर्वतमा आइपुग्दा पनि 60 डेज जति मात्र, त्योभन्दा बेसी कटेको थिएन। बिग्न 2 महिना भनौँ न होइन, त्योभन्दा बेसी भएको थिएन भन्छ उनीहरूले। तर उनीहरू यहाँ आउँदाखेरि पनि उनीहरूले त्यो 2 महिना नकट्दाखेरि उनीहरूले 10 आज्ञा पायो। तर यो 2 महिना नकट्दाखेरि उनीहरूले यहाँ गनबन पनि गर्न थाल्यो। 2 महिना नकट्दाखेरि उनीहरूले यो बाटोमा बिचबिचमा आउँदाखेरि नै हामीलाई राम्रो पिउने पानी छैन, के खालको ठाउँमा मोसाले ल्यायो, बुझ्नुभयो नि। अलिकति यहाँ निक्लेर यहाँ त के भन्नु, यहीँनिर गनगन सुरु भएको छ। जब फारोहरू पछाडि आएको देख्छ नि, अब हामीलाई मरुभूमिमा मार्न ल्याएको, समुद्रमा मार्न ल्याएको, परमेश्वरले यहीँ गनगन सुरु भयो। इजरायलीहरू, हाम्रो मान्छेहरू कस्तो हुन्छ भने कतिचोटि हामी नि अलिकति फ्री भयो भने फेरि हामीलाई कतिचोटि त्यहाँनिर भनेको ठाउँमा अलिकति पाइँदैन भने हामी उल्टै त्यही मान्छेसँग गनगन गर्न थाल्छौँ क्या। हाम्रो अविश्वास चाहिँ त्यही काम गर्न थाल्छ। तपाईँ थाहा छ इजरायलीहरूले यहाँ परमेश्वरले कस्तो काम गरेर उनीहरूलाई छुट्टी ल्याउनु भएको थियो। यहाँ आइपुग्दा बिर्स्यो, धेरै पनि भएको थिएन, बिग्न 4-5 दिन, 7-8, 10 दिन बिर्स्यो। हामीलाई त यहाँ मार्न ल्याएको किन?
फेरि परमेश्वरले यस्तो यो लाल समुद्रमा फाडेर ल्याउनु भयो, देखिरहेछ, तरेर आइरहेछ, आँखामा देखिरहेछ। बाइबलले यसरी भन्छ कि त्यो लाल समुद्र दुई भाग बनाउँदाखेरि त्यो भुइँ त जमिन त चिसो हुनुपर्ने हो नि, तर त्यो भुइँ जमिनभरि चिसो भएको थिएन भन्छ। मतलब परमेश्वरले यसरी सुक्खा बनाइदिनु नि, बतास चलाएर कम्प्लिटली ड्राई ल्यान्ड थियो त्यहाँनिर। उनीहरूको त खुट्टा पनि भिजेन हौ, त्यो देखिरहेछ आँखाले। तर अझै उनीहरू यहाँ आउँदा उनीहरूको गनगन सुरु भयो अनि यहाँ आइपुग्यो। तर यहाँदेखि उनीहरू फेरि यहाँनिरदेखि के भयो भन्दा उनीहरू यता गएन, तर यहाँदेखि उनीहरू यसरी यहाँनिर गयो। यो जुन कादेश भन्छ नि, यही कादेश भन्ने ठाउँमा हो। उनीहरूले यहाँ बस्दाखेरि मोसाले यहीँदेखि भेद लिन पठाएको, यहाँदेखि यहाँनिर माथि उसले यो कादेशबाट चाहिँ उसले पठाएको हो मानिसहरूलाई, जाऊ त हेरेर आऊ, यही माथि हो हाम्रो परमेश्वरले प्रतिज्ञा गरेको देश भनेर। उनीहरू खास यहाँदेखि चाहिँ यो देशलाई भेद दिन यसरी गएको हुन्। अनि यो सबै घुमेर आउँदा उनीहरूलाई 40 दिन लाग्यो यहाँ। तर जब उनीहरू यो सबै घुमेर 40 दिन लागेर यहाँ आइपुग्यो नि, अनि उनीहरूले भन्यो त्यहाँनिर के भन्नु थाल्यो, अब्बोय दामी छ कि देश त। बाइबलले के भन्छ, उनीहरूले अङ्गुरको झुप्पा चाहिँ दुईजनाले यसरी बोकेर ल्याएको अरे यहाँ। एउटा अङ्गुरको झुप्पा चाहिँ दुईजना त्यति बेलाको मान्छे हामी जस्तो हुन्थेन। त्यतिको बेलाको मान्छेहरू हामीभन्दा अग्लै हुन्थे, हामीभन्दा ह्याप्पी हुन्थे। उनीहरू 9-10 फिटको हुन्थे, उनीहरू 9-10 फुट, बुझ्नु नि, उनीहरू धेरै धेरै अग्लो हुन्थ्यो। ह्याप्पी मान्छेहरू हुन्थ्यो उनीहरू त्यति बेलाको मान्छे। हामी जस्तो पुड्का पुड्की सानो सुनो हुन्थेन हाम्रो जस्तो। तर त्यस्तो मान्छेलाई पनि अङ्गुरको एउटा झुप्पा। अहिले चाहिँ अस्ति हाम्रो छोरा, मेरो छोरा कान्छाले त्यो डेभिड गोलियतको लडाइँहरू मुभीहरू हामी हेर्छौँ नि होइन, त्यो लगाएको थियो। अनि त्यसमा चाहिँ त्यो गोलियतले चाहिँ यस्तो बसेर अङ्गुर यस्तो गरेर खाएको त्यो एउटा भिडियो, यस्तो गर्दा खाँदै बोलेको हुन्छ नि त, उसले त्यो देखेको थियो, त्यो याद गरेको रहेछ। अनि अस्ति घरमा अङ्गुरले ल्याइराखेको हुन्छ, अस्ति त अङ्गुर त्यो झुप्पै झिकेर त्यो दुईहरू त्यो दिएको चाहिँ झुप्पै झिकेर यस्तो गरेर, ड्याडी आइ एम इटिङ लाइक गोलियात भन्दै खाँदै थियो उसलाई पुरा यस्तो गरेर। सुन्नुहोस्, अब अहिलेको सानो नानीले अङ्गुरको झुप्पा हातमा उठाउँछ, तर बाइबलले के भन्छ, त्यति बेलाको एउटा अङ्गुरको झुप्पा उनीहरूले बोकेर ल्याउँदाखेरि यसरी दुईजनाले चाहिँ त्यो के भन्छ, त्यो के भन्छ यो यसलाई, त्यो के भन्छ हाम्रो हजुर गल्लाको भन्छ बाबे, काँधे भन्छ कि गल भन्छ, काँधे। एकजनाले बोकेकोलाई काँधे भन्छ होला हौ, दुईजनाले बोकेकोलाई के अर्कै भन्छ होला मेरो विचारमा होइन। अगाडि पछाडि बोको यहाँनिर हालेर उनीहरू दुईजनाले लिएर आएको एक झुप्पा अङ्गुर उनीहरूले देखाएर उनीहरूले के भन्यो, साँच्ची नै परमेश्वरले भन्नुभएको देश आशिषमय छ, साँच्ची नै आम्मामा यस्तो फल फल्छ, यस्तो राम्रो ठाउँ छ। हेर्नुहोस् है, उनीहरूले त्यो कुरा देख्यो, जान्यो, परमेश्वरले भनेको कुरा उनीहरूले वर्षौँदेखि सुनेको पनि थिएन, देखेको पनि थिएन, त्यो ठाउँमा गयो, पायो त्यस्तै प्रेजन। तर फेरि उनीहरू के भयो, गनगन सुरु भयो। यहाँनिर के भन्यो, यो देशको मान्छे त हामी भन्दा पनि ठुलो रहेछ, हामी त उनीहरूको अगाडि फट्याङ्ग्रा जस्तो रहेछ, त्यो त मान्छेहरू राक्षस जस्तो छ। राक्षस जस्तो छ भन्नुको मतलब के हो भने धेरै ठुलो ठुलो मान्छे, जायन्ट मान्छेहरू एकदमै, जसको अगाडि फट्याङ्ग्रा भनेको सानो यसो किचेर मारिदिन्छ हामीलाई भन्नु खोजेको उनीहरूले। अनि उनीहरूले के गर्नु थाल्यो, अब हामीलाई यो मार्ने भयो, यो ठाउँमा आएर हामी मर्ने भयौँ, किन परमेश्वरले ल्याएको। तपाईँ थाहा छ उनीहरूको गनगन सुरु हुन्छ क्या त्यहाँनिर आएर। म तपाईँलाई भनौँ, जब उनीहरूले त्यो गनगन गर्न थाल्छ नि, तब परमेश्वरले भन्नुहुन्छ त्यति बेलाको समयमा, परमेश्वरले त मोसालाई यहाँसम्म भन्नुहुन्छ कि मोसा अब यो जातिलाई म बरु यहीँ मारिदिन्छु, यो जातिलाई म यहीँ नष्ट गरिदिन्छु, सम्पूर्ण त्यो लाखौँलाई म यहीँ मारिदिन्छु, तँ एक्लै मोसाबाट अब म फेरि नयाँ जाति सुरु गर्छु अनि म दुध र मह बग्ने देशमा लान्छु। परमेश्वरले त यहाँसम्म भन्नुहुन्छ मोसालाई। तर मोसाले परमेश्वरलाई उल्टा सम्झाउँछ। मोसाले परमेश्वरलाई भन्छ, परमप्रभु त्यस्तो नगर्नुहोस्, परमेश्वर तपाईँले त्यस्तो गर्नुभयो भने के भन्छ, के भन्छ अन्य जातिहरूले, अरू मिश्रीहरूले के भन्छन्, तिनीहरूको परमेश्वरले यिनीहरूलाई लग्नु भनेको जुन ठाउँ थियो त्यहाँ दिनु सकेन, बाटैमा मारिदियो भन्छ। मोसाले यस्तो राम्रो कुरा गर्छ नि, परमेश्वरको हृदय परिवर्तन गरिदिन्छ मोसाले, परमेश्वरको मन परिवर्तन गरिदिन्छ। अनि त्यति बेला परमेश्वरले भन्नुहुन्छ, अब यो जति पनि छ यहाँनिर आएको मान्छेहरू, अब त्यो मान्छेहरू कोही पनि यो देशमा प्रवेश गर्न नपाओस् भनेर चाहिँ उहाँले त्यो 40 दिनलाई 40 वर्ष, उनीहरूले जुन 40 दिन लाएर यो घुमेको थियो यसलाई वर्षमा परिवर्तन गरिदिनुहुन्छ। अनि उनीहरूलाई 40 वर्ष यहीँ रुमलेर बस्ने बनाइदिनुहुन्छ। किन थाहा छ, किनभने ताकि त्यो जति पनि पुस्ता थियो नि गनगन गर्ने थियो त्यति बेलाको समयको, त्यो यहाँबाट निस्केर आएका मान्छेहरू त्यो सबै त्यो कति 18-20 वर्षको उमेरको भन्दा माथिको सबलाई उहाँले मारिदिन्छु भन्नुहुन्छ परमेश्वरले। रेस्ट अफ द मुनिको मात्रै
मात्र त्यहाँ पुग्छ। तर परमेश्वर त्यति बेला के भन्नुहुन्छ, कालेब र यहोशू मात्र प्रवेश गर्नु पाउँछ त्यहाँ। किनकि कालेब र यहोशूमा छुट्टै विश्वास परमेश्वरतिर थियो। मैले तपाईँलाई किन यो कुरा भनेको भने प्रेजन सुन्नुहोस् है, तपाईँ र मेरो जीवनमा नि प्रेजन यदि जब हामीले गनगन गर्न थाल्छौँ, यदि जब तपाईँ र मैले हाम्रो जीवनमा चाहिँ परमेश्वरप्रति हाम्रो शङ्खाहरू, हाम्रो परमेश्वरप्रति हामीले विश्वास गर्नुको साटो अविश्वासले जब हामीले भर्न थाल्छौँ नि प्रेजन, म तपाईँलाई भन्छु तब हाम्रो जीवनमा आउने आशिषहरू हामी आफैले स्टप गर्छौँ। परमेश्वरबाट त्यो बगेर आउने हाम्रो जीवनमा अभिषेकहरूलाई हामी आफैले स्टप गर्न थाल्छौँ प्रेजन। अनि त्यो कुराहरू हामी आफैले के गरिदिन्छौँ थाहा छ, त्यसलाई पोस्टपोन गरिदिन थाल्छौँ, सार्दिन थाल्छौँ, त्यो कुराहरू बढेर जान थाल्छ। यहाँनिर तपाईँले मसँग पढ्नुहोस् त, गन्ती 13:13 म तपाईँसित पढ्न चाहन्छु। गन्ती 39 हामीहरू गन्ती 13:39 म थोरै त्यो उनीहरूले गरेको गनगनको विषयमा थोरै भन्न चाहन्छु। गन्ती 13:31 यहाँ मेरो नेपालीमा चाहिँ मैले त 9 जस्तो देखिरहेँ, सरी हेर्नुहोस् है। 13:31 हुन्छ, तर तिनीसँग जाने मानिसहरूले भने ती मानिसहरूका विरुद्धमा जान हामी सक्दैनौँ किनकि ती हामीभन्दा बलिया छन्। कोसँग? यहोशू र कालेबसँग जाने मान्छेहरूले के भने 10 जनाले 12 जना पठाएको थियो, 12वटा कुलबाट, 12वटा ट्राइब्सबाट। तर 10वटा ट्राइब्सको मान्छेले के भन्यो भन्दाखेरि हामी सक्दैनौँ तिनीहरूको विरुद्धमा जानलाई। सोच्नुहोस् त, उनीहरूले परमेश्वरको महानतालाई देखेकै छैन अझै। त्यत्रो लाल समुद्र फोडिदिने परमेश्वर देखिरहेछ, अगाडि छ। दिनमा बादलको खाँबा, रातमा आगोको खाँबा भएर परमेश्वर उनीहरूसित हुनुहुन्छ। खानको लागि उनीहरूलाई चाहिएको बेला चिसो मिठो पानी, भनेको बेला मासु र रोटी उनीहरूले पाइरहेको छ। परमेश्वरको उपस्थितिलाई प्रेजेन्सले उनीहरू हिँडिरहेको छ। परमेश्वर स्वयं उनीहरूको साथमा हुनुहुन्छ। तर उनीहरूले अझै पनि परमेश्वरको महानतालाई देख्दैन। अनि उनीहरूले के भन्छ भने हामी सक्दैनौँ त्यो मान्छेको विरुद्ध लड्नलाई। प्रेजन म तपाईँलाई एउटा कुरा भन्छु, सुन्नुहोस् है। जब तपाईँमा अविश्वास आउँछ नि परमेश्वरप्रति, तब तपाईँ परमेश्वरमा भर पर्न छोडेर तपाईँ आफूमा भर पर्न थाल्छ प्रेजन। यो कुरालाई याद गर्नुहोस्। यदि तपाईँ परमेश्वरमा भर पर्नको साटो आफैमा भर पर्दै हुनुहुन्छ भने, तपाईँ आफैमा मैले गर्नुपर्छ, मेरोमा म को छ र, त्यो टाइपको तपाईँको मेन्टालिटी तपाईँमा जाँदैछ भने याद गर्नुहोस् तपाईँको परमेश्वरप्रतिको विश्वास कमजोर हुँदैछ प्रेजन। यसको मतलब यो होइन तपाईँ थचक्क घरमा बस्नुहोस् घुरुङरुङ आउँछ भनेको त होइन। तर मैले तपाईँलाई भन्न चाहेको कुरा के भने, जब तपाईँ परमेश्वरलाई प्राथमिकता दिनको साटो परमेश्वरको कार्यहरूमा र परमेश्वरको राज्यमा र परमप्रभु हुनुहुन्छ मेरो जीवनमा, परमेश्वरले मलाई जुटाउनुहुन्छ, परमेश्वरले मलाई पुर्याउनुहुन्छ, परमेश्वर मसँग हुनुहुन्छ भन्ने कुरालाई तपाईँ भुलेर चाहिँ तपाईँ फेरि होइन मै छु, म मात्र छु भन्ने कुरामा म आफैमा भन्ने जानुहुन्छ भने तब तपाईँको जीवनमा तपाईँको विश्वास तपाईँले कमजोर भइरहेको हुन्छ। तपाईँ आफैले बनाइरहेको हुन्छ प्रेजन कमजोरलाई, त्यो विश्वासलाई तपाईँ आफैले ढालिरहेको हुन्छ। यति बेलाको समयमा यहाँ के हुन्छ भने यो 10 जनाले त्यही भन्छ हामी लड्न सक्दैनौँ। के भन्छ उनीहरूले? हामी लड्न सक्दैनौँ। तर यहोशूले त्यति बेलाको समय यति राम्रो कुरा भन्छ। तपाईँले मसँग आउनुहोस्, हामी गन्तीको पुस्तक पढाउँ अनि पढाउँ, हुन्छ? त्यो भएपछि अझै राम्रो। मैले त्यहाँ सायद लेखेको छैन यो कुराहरू किनभने धेरै लामो हुन्छ भनेर मैले, तर म तपाईँहरूलाई थोरै म पढ्न चाहन्छु। सुन्नुहोस् है, तपाईँले गन्तीको पुस्तक 13:26 घरमा गएर तपाईँले पढ्नुहोस्, अहिले लेखेर राख्नुहोस् नोटमा। म तपाईँहरूसित पढ्न चाहन्छु, सुन्नुहोस् है। 26 नै पढ्छु म त्यहीको ल। के भन्छ भने, तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मूसा र हारून र इजरायलका सारा समुदाय कहाँ आए। के मारे? कादेशमा। अहिलेको पिक्चर एकचोटि लगाइदिनुहोस् त रबौ, त्यो म्याप। अर्को पनि एउटा म्याप छ, अलिकति क्लियर होस्। अर्को म्याप हेर्नुहोस् त, हो यो हेर्नुहोस् है। उनीहरू यो कादेश यहाँनिर उनीहरू गए भेद लिन, अनि उनीहरू यहीँ आइपुगे। हेर्नुहोस् है, यहीँनिर आइपुगे भन्छ। कादेश भनेको त्यही हो, यहाँनिर भन्छ। उनीहरू के अरे कादेशमा आइपुगे मूसा भएकोमा। अनि सारा सम्पूर्ण वृत्तान्त उनीहरूलाई बताए, तिनीहरूलाई त्यस देशका फल-फुल देखाए। तिनीहरूले मूसालाई यसो भने, तपाईँले पठाउनु भएको ठाउँमा हामी पुग्यौँ, साँच्चै नै त्यहाँ दुध र मह बग्दो रहेछ। दुध र मह बग्दो रहेछ भनेको दुध र मही बगेको होइन, तर उनीहरूको भन्नुको मतलब एकदमै त्यो देश फलिफलाउँछ, साँच्चै नै राम्रो छ, साँच्चै नै। हेर्नुहोस् है, अनि त्यसको फलफुल यही हो, तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र सहरहरू त्यस रहेछन्। त्यसबाहेक हामीले
सहरहरू पर्खालले घेरिएका र ज्यादै ठुला ठुला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनानका सन्तानहरू पनि देख्यौँ। नेगेब भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू र पहाडी क्षेत्रमा हित्ती, यबुसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दा रहेछन्। तब कालेबले मूसाको सामु मानिसहरूलाई शान्त गराएर भने, कालेबले के भन्छ, हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौँ, किनभने त्यो हामी अवश्य जित्न सक्छौँ। हेर्नुहोस् है, तर तिनीहरूसँग जाने मानिसहरूले भने, ती मानिसहरूका विरुद्धमा जान हामी सक्ने छैनौँ, किनकि ती हामीभन्दा बलिया छन्। भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इजरायललाई भने, हामीले भेद लिएर आएको देश त आफ्नै बासिन्दाहरूलाई निलिहाल्दो रहेछ र हामीले त्यहाँ देखेका मानिसहरू दैत्य जस्ता रहेछन्। त्यहाँ हामीले नेफिलिमहरू देख्यौँ जसबाट अनाकका सन्तान आएका छन्। उनीहरूका सामु त हामी आफैलाई फट्याङ्ग्रा जस्तै लाग्यो, तिनीहरूका नजरहरूमा हामीहरू त्यस्तै देखिन्थ्यो। नेफिलिम भनेको जायन्ट्सहरू प्रेजेन्ट। नेफिलिमहरू भनेको एकदमै ठुलो ठुलो मान्छे, राक्षस। हामीले अहिलेको समय हाम्रो यङ जेनेरेसनले के भन्छ त्यसलाई, जायन्ट्स भनौँ, जायन्ट्स मात्र नभनौँ, अझै त्यसलाई के भन्छ, जायन्ट्सै भनौँ ल, होइन, इङ्ग्लिसमा हामीले बुझ्ने हिसाबमा। एकदमै ठुलो उनीहरू, बुझ्नुभयो नि। उनीहरूको अगाडि चाहिँ हामी चाहिँ यत्रो, हाम्रो हातमा गुडिया बोकेको जस्तै, हामीले गुडिया बोक्यो भने कस्तो हुन्छ हातमा, सेम त्यस्तै हो, एकदमै ठुलो नेफिलिमहरू। त्यति बेला नेफिलिमहरू को भन्नुहुन्छ भने, यिनीहरू नेफिलिमहरू चाहिँ त्यति बेलाको समयमा कतिजनाको भनाइ नेफिलिमहरू जन्मेको चाहिँ तपाईँ थाहा छ, स्वर्गबाट जुन स्वर्गीय दूतहरू आए नि, फ्याँकिएका स्वर्गीय दूतहरू, जुन स्वर्गीय दूतहरूले मानिसको छोरीहरूसँग सहवास गरे नि, त्यतिबाट जन्मेका प्रजातिहरू, बुझ्नुभयो नि, जो चाहिँ एकदमै ठुला ठुला थिए। अनि उनीहरूले भन्छ तिनीहरूको छेउमा हामी फट्याङ्ग्रा छौँ। तिनीहरूको देशमै तिनीहरू एकदमै डेन्जर छ, ठुल्ठुला छ, हामी कसरी जित्न सक्छौँ। उनीहरूको भरोसा, उनीहरूको विश्वास परमेश्वरदेखि टुट्दैछ प्रेजेन्ट। तर उनीहरूले केमा जाँदैछ, आफ्नो क्षमतामा जाँदैछ, आफ्नो खुबीमा जाँदैछन्। अझै मुनि तपाईँले 14मा पढ्नु भने त्यति बेलाको समय मान्छेहरू रुनु थाल्छ, अनि सारा समुदाय कराउनु थाल्छ, हामी अब मर्ने भयौँ, हामी अब सकियौँ, अब हाम्रो केही छैन। त्यति बेलाको समय म तपाईँलाई भन्न चाहन्छु, यति उनीहरूले आफ्नो जीवनमा रुवाएर कुटाइ गर्छ। इभन उनीहरूले भन्यो भने त्यो के भनौँ, अहिलेको हाम्रो हिसाबमा भन्यो भने त्यो हाई क्या, यस्तो, बुझ्नुभयो नि, त्यस्तो खालको गर्छन् क्या उनीहरूले। अब मर्गेले रे बौवा, मर्गेले, यस्तो बुझ्नु नि, यस्तो हुन्छ नि, मर्गेले। उनीहरूले रातभरि गर्छ त्यो खबर सुनेपछि। त्यहाँ इजरायलीहरू बिचरा त्यहाँनिर सिर्फ मोसा, कालेब, यहोशू, हारुन मात्र बसिरहेको छ। अब के गर्नु त। अनि मान्छेहरू उनीहरूको विरुद्धमा उठ्छन्, उनीहरूलाई नि तिमीहरूलाई मार्छु, अब तिमीहरूले हामीलाई ल्याएको होइन। उनीहरूले बिर्स्यो परमेश्वरले ल्याएको कुरा। उनीहरूलाई भन्छ, मोसालाई भन्छ, अब तिमीलाई ढुङ्गाले हानेर मारिदिन्छु। बित्तामा बरु हामी मिश्रमा बसेको भए ठिक थियो, मर्नु त पर्थेन, आफ्नो उमेर आएपछि मर्थ्यौँ हामी, होइन। बसेर सँगै सबैजना मासु भात खान्थ्यौँ, रोटी खान्थ्यौँ, दिनभरि काम गरे पनि जे भए पनि। अब उनीहरूलाई फेरि त्यहाँ गयो, त्यो खाएकोमा राम्रो आयो, त्यो कुटेको दासत्वमा परेर परमेश्वरलाई गुहारेको फेरि बिर्स्यो। तर त्यति बेलाको समयमा म तपाईँलाई भन्न चाहन्छु प्रेजेन्ट, सुन्नुहोस् है, तपाईँलाई म भन्छु, यहाँ के भन्छ भने 5ले भन्छ, मलाई मनपर्छ। तब मोसा र हारुन इजरायलका सारा समुदायको सामुन्ने घोप्टो परे भन्छ। देशको भेद लिन गएकाहरू मध्येका नुनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा च्यातेर इजरायलीहरूका सारा समुदायलाई तिनीहरूले भने, हामी भेद लिन गएको देश अत्यन्त असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरुद्धमा खडा नहो र त्यस देशका मानिसहरूसित नडराओ। कस्तो राम्रो भन्छ हेर्नुहोस् त, परमप्रभुको विरुद्धमा खडा नहो। प्रेजेन्ट सुन्नुहोस्, तपाईँ यदि अविश्वासको कारण बोल्दै हुनुहुन्छ भने तपाईँ परमेश्वरको विरुद्ध खडा हुँदैछ। याद गर्नुहोस् है प्रेजेन्ट, साँच्ची भनेको तपाईँलाई लाग्छ होला म परमेश्वरको विरुद्ध उठेको छैन, तर तपाईँ जुन दिन तपाईँले परमेश्वरमाथिको विश्वास तपाईँको हट्दैछ र तपाईँ अरू कुरामा आफैमा मैले गर्नुपर्छ यो कुरा, म तपाईँलाई भन्छु गर्नु त तपाईँ र मैले नै पर्छ प्रेजेन्ट। आमेन, तपाईँ र मैले नै हो गर्ने। तर परमेश्वरले हामीले गरेको कुरामा आशिष दिनुहुन्छ क्या। परमेश्वरले हामीसँग जे छ त्यसमा, मैले गएको हप्ता नि तपाईँलाई भने नि, त्यो ढुङ्ग्रोको तेल र त्यो भाँडाको पिठो नसकेको जस्तै परमेश्वरले सकिनु दिनुहुन्न क्या प्रेजेन्ट। परमेश्वर चाहिँ जेमा पनि तपाईँलाई वृद्धि गर्ने परमेश्वर हो प्रेजेन्ट। तर अहिलेको समयमा म
म कतिचोटि विश्वासीहरू पनि त्यही देख्छु, यो इजरायलीहरूले जस्तै हो, बुझ्नुभयो नि। अनि अहिलेको समय मान्छेहरू कतिचोटि विश्वास परमेश्वरको एगेन्स्टमा मान्छे उठिरहेको। कसरी मलाई अस्ति नै साँच्ची एउटा कुरा याद आयो, गफ हुँदै गर्दाखेरि भाइलाई एकचोटि एकजना उसको साथीले भने रे, पहिले सेवकाई भनेर हिँड्यो, प्रभुको सेवा भन्दै हिँड्यो, के गर्दै हिँड्यो, खोइ केही न केही, होइन। बरु त्यति बेलादेखि यसो काम गरेको भए, केही गरेको भए, कस्तोतिर लागेको भए हुन्थ्यो भनेर भनेर क्या उसलाई। अनि उसले भन्दै थियो, त्यो कुरा सुन्दै जाँदा त मलाई पनि हो कि क्या हो जस्तो लाग्यो नि पास्टर बा भन्दै थियो क्या, होइन। म पनि सेवकाई भन्दैछु भरे के। अब मेरो माइन्डमा त्यति बेला एउटा प्रश्न आयो, आखिरमा सेवकाई भनेर हिँडेर चाहिँ मान्छेले के चाहिँ सोचेको थियो, ल के चाहिँ भएन त, के चाहिँ भएन त, के चाहिँ हुनुपर्ने त, के चाहिँ हुनुपर्ने त। ल सेवकाई भन्यो, प्रभुको लागि भनेर हिँड्यो, केही भएन अरे, ल के चाहिँ हुनुपर्ने थियो त, त्यसको पनि जवाफ पाओस्, दियोस् न त, के चाहिँ हुनुपर्ने थियो। यदि उसले धन दौलत कमाउनु पर्ने थियो त्यो भने त्यो गलत हो। किन गलत हो भने उसले परमेश्वरमा विश्वासै गरेको रहेछ, लोभमा हिँडिरहेको रहेछ, रोटी खान पाउँछु भनेर हिँडेको जस्तै, पैसा आउँछ भनेर हिँडेको रहेछ। त्यसो भए अलिक पास्टर हुनुपर्ने थियो, भइएन भन्छ अरे। ल पास्टर हुन्छु भनेर हिँडेको रहेछ, त्यसो भए एउटा पद र क्षमताको लागि, त्यसो त्यो पनि गलत भयो, स्वार्थले हिँडेको रहेछ। के चाहिँ हुनुपर्ने त, ल के चाहिँ, म त्यही क्वेसन आएको, के चाहिँ हुनुपर्ने। प्रेजेन्ट केही कुरा लिएर हामी परमेश्वरको पछाडि हिँड्दैछौँ भने त झन् त्यो हुँदैन, कहिल्यै हुँदैन। किन भन्दाखेरि परमेश्वरको सेवकाई, परमप्रभुको लागि हिँड्ने र जिउने चाहिँ नि निस्वार्थ हो। प्रेजेन्ट तपाईँको उद्धारकर्तालाई तपाईँले आराधना गरेको हो। प्रेजेन्ट त्यो तपाईँलाई जीवन दिने परमेश्वरको तपाईँले सेवा गरेको, द्याट्स इट। त्यसमा परमेश्वरले तपाईँलाई उठाउनुहुन्छ, समय आएपछि उठाउनुहुन्छ। प्रेजेन्ट परमेश्वरले त्यसमा तपाईँलाई एउटा ठाउँ र स्थान दिएर राख्नुहुन्छ, समय आएपछि राख्नुहुन्छ। प्रेजेन्ट तपाईँलाई आर्थिक उन्नति र आशिष चाहिन्छ, समय आएपछि परमेश्वरले त्यो पनि तपाईँलाई जुटाउनुहुन्छ। जुटाउनुहुन्न भन्दिनँ, जुटाउनुहुन्छ। परमेश्वरले मानिसहरू खटाउनुहुन्छ। हो प्रेजेन्ट परमेश्वरले तपाईँको लागि नै हरेक कुराहरूमा परमेश्वरले चाहिएको कुरा तपाईँलाई सप्लाई गर्नुहुन्छ। किनभने हाम्रो परमेश्वर चाहिँ नि तपाईँलाई चाहिएको निडहरू उहाँले आशिष गर्ने परमेश्वर, उहाँ जान्नुहुन्छ क्या। प्रेजेन्ट त्यही कारण प्रभुले भन्नुभयो, खानु पिउनुलाई चिन्ता नगर, भोलिको लागि फिक्री नगर। उहाँले के भन्नुहुन्छ, तिमीहरू परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौ, उहाँको समानतामा उहाँ जस्तै भएर। त्यसपछि त्यो चरा, त्यो जनावरहरू त परमेश्वरको स्वरूपमा छैन र त परमेश्वरले वास्ता गर्छ उनीहरूको भने, तिमी त परमेश्वर जस्तै छौ, त्यसपछि डेफिनेटली परमेश्वरले तिम्रो वास्ता गर्छ। प्रभुले त्यो भन्नु खोजेको। त्यही कारण त प्रभुले भन्नुभयो, सबैभन्दा पहिले उहाँको राज्य र धार्मिकतालाई खोज। त्यसको मतलब के हो, परमप्रभुलाई खोज, परमप्रभुलाई अगाडि राख, परमप्रभुसँग तिमी हिँड। केही भएन, सेवकाई भनेर कुद्यो, अहिले केही भएन। के चाहिँ हुनुपर्ने थियो त, एकचोटि मलाई त्यो पनि भन्दै हुन्थ्यो होइन। के चाहिँ हुनुपर्ने थियो त, खोइ के हो, के टाउको अलिक ठुलो हुनुपर्ने थियो कि होइन, नलागेको भुँडी लाग्नुपर्ने थियो कि लागेको भुँडी घट्नुपर्ने थियो कि के चाहिँ हुनुपर्ने थियो। सेवकाई भने होइन, के भएन। सेवकाई भने होइन, केही भएन। जो मान्छेले भन्छ नि प्रेजेन्ट, खासमा त्यो मान्छेले प्रभुको लागि कहिले गरेकै रहेन रहेछ क्या। यो चाहिँ जान्नुपर्छ हामीले। यदि प्रभुको लागि उसले गर्ने हुँदो हो त नि, त्यो मान्छेले त्यो कहिले शब्द आउने नै होइन उसको जीवनबाट। आमेन आमेन। मैले कतिजना मान्छेको विषयमा सुन्दै थिएँ, मलाई कुरा हुँदै थियो, सेवकाई भनेर हिँड्यो, खोइ केही न केही भनेर सेवकाई छोडेर, अनि सेवकाई छोडेको अरे, पास्टरले सेवकाई छोड्यो अरे, अनि ऊ कोही व्यापार गर्नु थाल्यो अरे, कोही चाहिँ विदेश लाग्यो अरे, केही भएन अरे। के चाहिँ हुनुपर्ने थियो त, कि त उसले एक्सपेक्टेसन उसको अर्कै थिएछ, पैसा मलाई सपोर्ट आउँछ विदेशदेखि भनेर थिएछ कि क्या हो पास्टर भएको, आई डोन्ट नो। मानिसले नि जब स्वार्थ राखेर गर्छ नि, त्यो सेवकाई होइन प्रेजेन्ट, त्यो आशिष होइन, त्यो परमेश्वरको लागि होइन प्रेजेन्ट। आमेन आमेन। यति बेलाको समय इजरायलहरू त्यस्तै छ। हामीलाई यत्रो पर्खाएर ल्याउनु भयो, स्थानेर ल्याउनु भयो, यहाँ ल्याउनु भयो, छैन, सक्यो। उनीहरू अझै गनगन गरिरहेको छ प्रेजेन्ट। त्यसको मतलब उनीहरूको विश्वास परमेश्वरतिर कमजोर हुँदैछ। त्यसो भए उनीहरू परमेश्वरको विरुद्धमा खडा हुँदैछ प्रेजेन्ट। तपाईँको जीवनमा नि यो कुरालाई एकदम राख्नु, यो इट्स सो डेन्जर है प्रेजेन्ट। यो एकदम डेन्जर कुरा हो, यो एकदम डेन्जर कुरा हो। यदि तपाईँको फेथ तपाईँ परमेश्वरतिर ल्याक हुँदैछ, कम हुँदैछ भने तपाईँ परमेश्वरको एगेन्स्टमा खडा हुँदैछ प्रेजेन्ट। किनभने तपाईँ म आफै ममा जाँदै हुनुहुन्छ क्या प्रेजेन्ट।
तपाईँ थाहा छ, जब ममा जान्छ नि, लुसिफर पनि त्यही ममा गएकोले गर्दा ऊ खत्तम भएको प्रेजन। तपाईँलाई म भन्न चाहन्छु, परमेश्वरले तपाईँलाई पैसा त स्वर्गबाट ल्याउँदैन होला, तर तपाईँको जुन चुहुने थैलो छ नि प्रेजन, त्यो चुहुने थैलो चाहिँ उहाँले बन्द गरिदिनुहुन्छ क्या। जति कमाए पनि नपुग्ने छ नि तपाईँलाई, त्यो अभाव परमेश्वरले मेटाइदिनुहुन्छ प्रेजन। तपाईँले थोरै कमाएको भने परमेश्वरले तपाईँलाई पुर्याउन थाल्नुहुन्छ। बुझ्नुभयो नि? यो चाहिँ म तपाईँलाई भन्छु ग्यारेन्टी हो, किनकि मेरो जीवनमा परमेश्वरले गर्नुभएको छ, त्यसपछि तपाईँको जीवनमा नि गर्नुहुन्छ परमेश्वरले प्रेजन। आमेन, गर्नुहुन्छ। जस उहाँलाई विश्वास गर्नुहोस्। यहाँनिर यहोशूले भने जस्तै जस परमेश्वरमा भरोसा गर, उहाँको विरुद्ध खडा नहौ तिमीहरू। यहोशूले यहाँ के भन्छ हेर्नुहोस् त, यहाँनिर मलाई मनपर्छ, यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनु हुनेछ र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुन्छ। केवल परमप्रभुको विरुद्धमा खडा नहौ र त्यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्, उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु त हामीतर्फ हुनुहुन्छ। आमेन, परमप्रभु तपाईँतर्फ हुनुहुन्छ। तिनीहरूसित नडराओ, परमप्रभु तिम्रो साथमा हुनुहुन्छ, परमप्रभु तिमीसँग हुनुहुन्छ, परमप्रभुले तिमीलाई सहायता गर्नुहुन्छ। त्यही कारण म तपाईँ भन्छु, जीवनको हरेक क्षणमा तपाईँले भन्नुहोस् क्या, प्रभु मसँग हुनुहुन्छ। ठिक छ, गाह्रो छ, प्रभु मसँग हुनुहुन्छ। ठिक छ, साह्रो पर्दैछ, प्रभु मसँग हुनुहुन्छ। यो भनेको जस्तो भएन, इट्स ओके, परमप्रभुले मलाई डोर्याउनुहुन्छ, परमप्रभु मेरो पक्षमा हुनुहुन्छ। दाउदले भने जस्तै परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको खाँचो अभाव घटी कमी हुँदैन। मृत्युको अन्धकारमय त्यो घाँटीबाट त्यो मृत्युको बाटोबाट भएर हिँड्नु परे तापनि, त्यो अँधेरो ठाउँबाट हिँड्नु पऱ्यो भने म डराउँदिनँ, किनकि परमप्रभु मसँग हुनुहुन्छ। हिँडौँला नि गाह्रो अवस्थाबाट, परमेश्वर मसँग हुनुहुन्छ। हिँडौँला नि साह्रो अवस्थाबाट, परमप्रभु मसँग हुनुहुन्छ। तर जब हामीलाई त्यो कुरा हटेर नि प्रेजेन्ट, त्यसको साटोमा उल्टा हामी परमेश्वरमा शङ्का जमाउँछ नि प्रेजन, म तपाईँलाई तब तपाईँको एक दिन वर्षमा परिवर्तन हुन्छ प्रेजन। सो परमेश्वरले बनाएको होइन दिनलाई वर्षमा, तपाईँ र मैले बनाउँछौँ क्या दिनलाई वर्षमा प्रेजन। त्यही कारण म तपाईँलाई भन्छु, भोलिको दिनमा परमप्रभुले तपाईँलाई कुनै अभिषेक दिएर तपाईँलाई परमेश्वरले कुनै ठाउँमा चुन्दै हुनुहुन्छ भने नि प्रेजन, त्यो पाउनलाई तपाईँलाई फेरि 1 वर्ष लाग्न सक्छ प्रेजन। आज तपाईँको घनघनले, आज तपाईँको अविश्वासले गर्दा प्रेजन, आज तपाईँले परमेश्वरसित त्यो कुरालाई के भनौँ प्रतिबद्धता नगरेको कारणले गर्दाखेरि कतिचोटि हामी के गर्छौँ भने आज होइन भोलि, हाम्रो मुखैमा यो छ नि त, तपाईँ थाहा छ, भोलि काम पऱ्यो, भोलि यताउति गरौँला, भोलि होइन प्रार्थना गरौँला, अहिले एकछिनमा, भोलि जेमा पनि क्या हुन्छ नि, जेमा पनि हाम्रो तपाईँ जेसुकै छ, तपाईँ थाहा छ मान्छेको भोलि भन्ने कुरा धेरै छ। जब भोलि भोलि भन्छ नि मान्छेको जीवनमा गाह्रो हुन्छ प्रेजन। यहाँनिर परमेश्वरको वचनले यसरी भन्छ, सुन्नुहोस् है, हिब्रूको पुस्तक तपाईँले 3:15 मसँग पढाउनुहोस् त। हिब्रूको पुस्तक 3:15 यहाँ 15देखि 19सम्म हामी हेरौँ ल। धर्मशास्त्रले भन्छ, आजै तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै आफ्नो हृदय कठोर नपार। के अरे विद्रोहको दिन भनेको त्यो अहिलेको दिन है, अहिलेको दिन उनीहरूले विद्रोह गरेको, उसले भनेको शून्यहरू को थिए जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन् र मूसाको नेतृत्वमा मिश्र देशबाट निस्किआएका थिए? कोसँग उहाँ 40 वर्षसम्म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन जुनहरू उजाड स्थानमा मरेर गएका थिए? आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिले पस्न पाउने छैनन् भनी उहाँले शपथ खानुभएको होइन र? यसैले हामी देख्छौँ अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन्। यति राम्रो लेख्छ, उसले भन्छ यसैले हामी देख्छौँ अविश्वासको कारणले गर्दा नै तिनीहरू पस्न सकेन। को? त्यो मानिसहरू, उनीहरूको एक दिन वर्षमा परिवर्तन भयो प्रेजन। त्यही कारण म तपाईँलाई भन्छु, यहाँ के भन्छ भने आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने तिमीहरूको हृदय कठोर नपार। त्यसको मतलब के हो भन्दाखेरि तपाईँले डिले नगर्नुहोस् प्रेजन। प्रभुले तपाईँलाई आज भन्दै हुनुहुन्छ नि, त्यसलाई नसार्नुहोस् भोलि प्रेजन। त्यो कुरालाई तपाईँ पर्सि नसार्नुहोस् प्रेजन। किनभने तपाईँ आफैले जब ढिलाइ गर्नुहुन्छ भने तपाईँको जीवनमा आउने आशिष पनि ढिलो हुन्छ क्या प्रेजन। बुझ्नुभयो नि? तपाईँ आफैले सार्नुभयो भने तपाईँको जीवनमा आज होइन भोलि भन्नु भने भोलि नै हुन्छ हरेक कुराहरू प्रेजन। मलाई एकचोटि एउटा मैले पहिले सुनेको थिएँ, मलाई त्यो एउटा मनपर्ने कुरा यस्तो राम्रो लागेको थियो, मैले धेरै पहिले सुनेको थिएँ। एउटा जवान केटो पहिले फुचे थियो अरे, सानै थियो अरे होइन। परमप्रभुले बोलाउनु भयो त्यो फुचेलाई, आइज तैँले मेरो सेवकाई गर्नुपर्छ है, हेर्नुहोस् है। अनि त्यो फुच्चेले भने रे, प्रभु
म त अहिले त केटाकेटी नै छु नि हौ, भर्खर 9-10 वर्षको छु, यति बेला त मेरो खेल्ने उमेर हो, उफ्रिने उमेर हो, रमाउने उमेर हो प्रभु, होइन? म अलिक पछि ठुलो भएपछि तपाईँको सेवा गर्छु भनेर क्या। अनि फेरि जब त्यो जवान भयो अरे, अनि जवान हुँदा नि प्रभुले भन्नुभयो अरे आएर आइज अब त मेरो सेवकाई गर्नुपर्छ। त्यो जवानले फेरि त्यति भन्नु, प्रभु भर्खर जवान हुँदैछ, हेर्नुहोस् त कति रहर छ मेरो, कति सपना छ मेरो प्रभु, होइन? मेरो त्यो रहर सपनाहरू म पुरा गर्छु प्रभु, पहिले मेरो इच्छाहरूलाई म पुरा गर्छु प्रभु, अनि म अलिक पछि तपाईँको सेवा गर्छु ल भनेर, बुझ्नु नि? अनि त्यहाँदेखि बिहा गरे, अब उमेर भयो, जवान पछि बिहा भयो, अब कार्यभारहरू त आयो, नानीहरू जन्मियो अरे, आधा वैसे भइगयो, होइन? अनि प्रभुले बोलाउनु पऱ्यो, फेरि आइज त मेरो सेवाकाई गर्नु, मैले तँलाई बोलाएको छु। अनि त्यति बेला भन्यो, प्रभु तपाईँ देख्नुहुन्न, आम्मा हेर्नु के भएको तपाईँ प्रभु, हेर्नुहोस् त मेरो बुढी छ, मेरो छोराछोरीहरू छ, पाल्नु पर्यो, पढाउनु पर्यो, खुवाउनु पर्यो, होइन? म सेवाकाई गर्नु आउनु प्रभु, अब प्रभु अलिक पछि ल, यिनीहरू अलिक हुर्कोस्, बढोस् न, अनि म तपाईँको सेवा गर्छु भनेर प्रभुले र पनि ल भनेर। पछि के भयो, नानीहरू हुर्किँदा ऊ बुढो भएछ। अनि बुढो भएपछि प्रभुले फेरि भन्नु अरे आइज अब त सेवाकाई गर्नु मेरो, गर्छस्? त त्यति बेला उसले भन अरे, प्रभु गर्नु त मन छ तर के गर्नु अब सक्दिनँ ल भन अरे। गर्नु त मन छ प्रभु तर अब सक्दिनँ, हेर्नु न म कसरी हिँड्नु, बुढो त भइसक्यो, लट्ठी देख्दैछु म, कहाँ पुग्नु म। प्रेजेन्ट म तपाईँलाई भनौँ, हाम्रो मानिसको जीवन जब तपाईँ भोलि सार्नुहुन्छ नि, सायदै त्यो मानिसको जीवनमा परमेश्वरले कस्तो योजना राख्नुभएको थियो होला, त्यो मानिसको जीवनमा परमेश्वरले कुन अभिषेक राख्नुभएको थियो होला, कुन वरदानले भरेर कुन ठाउँमा कसरी चलाउनलाई परमेश्वरले उसलाई राख्नुभएको थियो होला प्रेजेन्ट, त्यो जानेन क्या, उसले थाहा पाउनु सकेन, किनभने उसले जहिले पनि भोलि सार्थ्यो प्रेजेन्ट, जसको अन्त्यमा के भयो थाहा छ, परमेश्वरको योजना बिना उसको जिन्दगी सकेर गयो, परमेश्वरको कार्य बिना उसको जिन्दगी सकेर गयो। त्यही कारण म तपाईँलाई भन्छु मण्डली प्रेजेन्ट, प्रभुको लागि कहिले भोलि नसार्नुहोस्। तपाईँले जब भोलि भनेर ढिलाइ गर्नुहुन्छ नि, ढिलाइ परमेश्वरको आशिष तपाईँमा आउने, परमेश्वरको अभिषेक तपाईँमा पनि ढिला हुन थाल्छ प्रेजेन्ट। इट्स नट बिकज अफ परमेश्वर ढिलो गर्नुहुन्छ भन्ने होइन, परमेश्वर त उहाँको समयमा गर्नुहुन्छ परमेश्वरले त, तर हामीले चाहिँ सारिदिन्छौँ क्या त्यो समयलाई प्रेजेन्ट, हामीले चाहिँ त्यो समयलाई पर ठेलिदिन्छौँ प्रेजेन्ट, त्यो परमेश्वरको अनुग्रह, त्यो परमेश्वरको आशिषलाई हामी आफैले पर बनाइदिन्छौँ। तर हामीले जान्नुपर्ने कुरा के हो भने, जब परमेश्वरले आज मलाई बोलाउनुहुन्छ भने म आज प्रभु आइ एम रेडी फर यु। मलाई यस्तो मनपर्छ परमेश्वरको वचनमा यसरी लेख्छ, अब को जाने मेरो लागि, को खडा हुने भन्दाखेरि त्यति बेलाको समय मलाई मनपर्छ, उसले भन्छ म जाने प्रभु, खडा छु, म तयार छु, आमेन, म खडा छु नि प्रभु, आइ एम रेडी फर यु लर्ड, अब मलाई पठाउनुहोस्। प्रेजेन्ट अहिलेको समयमा ती व्यक्तिहरू चाहिएको छ क्या प्रभुलाई, त्यस्ता मानिसहरू। त्यसको मतलब यो होइन तपाईँ अब हिँड्नुपर्छ सेवका भन्दै हिँड्ने, प्रेजेन्ट जिन्दगीमा पहिलो प्राथमिकता प्रभुलाई दिनुहोस्। तपाईँले जुनै ठाउँमा छ तपाईँ जे गर्नुहुन्छ प्रभुलाई तपाईँले पहिलो भागमा राख्नुहोस्। प्रभु पहिले तब मात्र रमाइलो, प्रभु पहिले तब मात्र खाना, प्रभु पहिले तब मात्र काम, प्रभु पहिले तब मात्र मेरो कहाँ जानुपर्ने हो त्यहाँ, प्रभु पहिले तब मात्र मेरो कुन ठाउँमा कुन योजना छ, कुन मेरो के भन्छ मेरो अपोइन्टमेन्ट छ त्यहाँ, प्रभु पहिले। तपाईँको जीवन जहिले प्रभु आओस् क्या पहिले, आमेन, प्रभु पहिले अनि मात्र म त्यहाँ जान्छु। साँच्ची भनेको जब तपाईँले यसरी राख्नुहुन्छ नि एभ्रिथिङ मिलाएर, म तपाईँलाई भनौँ तपाईँको जीवनमा परमेश्वरले कसरी काम गरिराख्नु भएको हुन्छ तपाईँलाई थाहा हुँदैन क्या प्रेजेन्ट, तपाईँलाई थाहा हुँदैन। तपाईँको जीवनमा जब तपाईँले प्रभुलाई प्राथमिकता दिनुहुन्छ, तपाईँको सोचाइ अर्कै हुन्छ, तपाईँको बोली अर्कै हुन्छ। तर जब फेरि तपाईँ त्यो कुरालाई पछाडि राख्नुहुन्छ, फेरि तपाईँको बोली अर्कै हुन्छ, तपाईँको सोचाइ अर्कै हुन्छ प्रेजेन्ट। यो कुरालाई एकदमै जान्नुहोस् प्रेजेन्ट। अनि म तपाईँलाई भन्छु, कम्प्लेन गर्नुहुन्छ नि, तपाईँको त्यो के भन्नु त्यो गाह्रो अवस्था झन् सर्न थाल्छ है प्रेजेन्ट, सर्न थाल्छ। कम्प्लेन चाहिँ जब भयो भने तपाईँको त्यो विल्डरनेस टाइम जुन छ नि, त्यो उनीहरूको अघि सरे त्यो सर्न थाल्छ प्रेजेन्ट, झन् लम्बिन थाल्छ। त्यही कारण म तपाईँलाई भन्छु, कम्प्लेन जब तपाईँ गर्नुहुन्छ, कम्प्लेनले तपाईँको भरोसालाई सकाइदिन्छ परमेश्वरमा। कम्प्लेन जब तपाईँ गर्नुहुन्छ, तपाईँले परमेश्वरको प्रतिज्ञाहरू बिर्सिन थाल्नुहुन्छ प्रेजेन्ट। जब तपाईँले कम्प्लेन गर्नु थाल्नुहुन्छ परमेश्वरमा, तपाईँले परमेश्वरले तपाईँको जीवनमा ल्याउने ब्रेक थ्रुहरू तपाईँले मिस गर्न थाल्नुहुन्छ प्रेजेन्ट। परमेश्वरले ल्याउने ब्लेसिङ्सहरू तपाईँले मिस गर्न थाल्छ। तपाईँको जीवनमा परमेश्वरले कुन बाटो खोलिदिन्छ त्यो तपाईँले बन्द गर्न थाल्नुहुन्छ प्रेजेन्ट।
जब तपाईँले कम्प्लेन परमेश्वरमा गर्न थाल्नुहुन्छ। तपाईँलाई थाहा हुँदैन क्या, किनभने म तपाईँलाई भन्छु भरे के आउँदैछ मेरो जीवनमा आशिष म जान्दिनँ, तर परमप्रभु जान्नुहुन्छ। उहाँले तयार गरेर राख्नुभएको छ। तपाईँको जीवनमा भरे के परमेश्वरले को मानिसलाई ल्याउँदै हुनुहुन्छ एउटा आशिषमय बनाएर, तपाईँ जान्नु न त्यो मानिसलाई परमेश्वर ल्याउँदै गरेको हुनसक्छ। प्रेजन तपाईँको लागि परमेश्वरले कुन अभिषेक रेडी गरेर राखेको छ दिनलाई, त्यो तपाईँलाई थाहा छैन, परमेश्वरलाई थाहा छ। प्रेजन तर जब तपाईँ कम्प्लेन गर्नुहुन्छ नि, तपाईँ आफैले त्यो कुरालाई स्टप गर्न थाल्नुहुन्छ। प्रेजन परमेश्वरले नदिएको होइन कि तपाईँको कम्प्लेनले ढोका लगाइदिन्छ क्या, ढोका लगाइदिन्छ। प्रेजन त्यही कारण म तपाईँ भन्छु, बाइबलले के भन्छ कम्प्लेन गर्नुको साटो। यहाँ पहिलो थेसलोनिके 5 को हामी 16-17 पढौँ त, 15-16-17 कति छ? पहिलो थेसलोनिके 5 को 16देखि हेरौँ। यहाँनिर भन्छ पावलले सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो, अनि यहाँ भन्छ सबै परिस्थितिमा धन्यवाद देऊ। सबै परिस्थिति भने के हो थाहा छ? सबै। आमेन। सबैले मसँग हुनुहोस् त, सबै परिस्थितिमा, कहिले कहिले होइन। आमेन। खुसी हुँदा होइन, दुःखी हुँदा होइन क्या प्रयोजन, बुझ्नु नि? खुसी हुँदा चाहिँ प्रभु धन्यवाद, दुःखी भने चाहिँ धन्यवाद पनि छैन, हालेलुया पनि छैन, प्रभु पनि छैन क्या फेरि, बुझ्नु नि? तर यहाँ भन्छ सबै परिस्थितिमा, चाहे तिम्रो जीवनमा प्रशस्त होस्, अभाव होस्, खाँच होस् या घटियोस् या कमी होस् या खुसी होस् चाहे दुःख होस्, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा पनि यही नै हो। आमेन, यही नै हो। हालेलुया, हालेलुया, हालेलुया। तपाईँको जीवनलाई एक दिनमा आउने आशिषलाई एक वर्षमा परिवर्तन नगर्नुहोस्। तपाईँको जीवनमा परमेश्वरले ल्याउँदै गर्नुभएको योजनालाई पर नसार्नुहोस्। प्रजा यदि योनाले परमेश्वरले भन्नु बित्तिकै निनब्बेमा गएर प्रचार गरिदिएको भयो नि, ऊ माछाको पेटभित्र बस्नु पर्थेन क्या प्रजा। उसले मानिसहरूको अगाडि नि ऊ बेइज्जत हुनु पर्थेन त। तपाईँ थाहा छ योना बेइज्जत भयो नि मान्छेको बिचमा, त्यो डुङ्गामा अरू मान्छेले आएर, अन्य जातिहरूले आएर उसलाई कराए क्या, ओ के भएको त, हाम्रो डुङ्गा डुब्न आँटिसक्यो, मर्न आँटिसक्यौँ, हामी सामान फ्याँकेछौँ, तिमी सुतेर बस्छौ, तेरो बुद्धि छैन। हाम्रो मान्छेले भने जस्तै हो, बुझ्यो नि? कहिले कहिले हाम्रो त्यही भन्छ, तेरो बुद्धि छैन भन्छ नि हामी, होइन? तेरो दिमाग छैन, यु डोन्ट ह्याभ ब्रेन भन्छ। कहिले कहिले मेरो छोराले उसलाई रिस उठ्यो नि, यु डोन्ट ह्याभ ब्रेन भन्छ क्या, बुझ्यो नि? तेरो दिमाग, त्यो एउटा त्यो चाहिँ के हो, रिसले भनेको नि, त्यो बुझ्यो नि? तेरो दिमाग छैन। तर त्यति बेला योनालाई त्यो तिरस्कार भोग्नु पर्यो, नट बिकज अफ गड, बिकज अफ उसकै कारणले गर्दा है। खोलामा, समुद्रमा फ्याँकिनु पर्यो उसकै कारणले गर्दा, माछाको पेटभित्र ऊ बस्नु पर्यो उसकै कारणले गर्दा। तर सुरुमै उसले परमेश्वरले भन्नुभएको मानिदिएको भयो नि प्रेजन, उसले त्यो पर सर्ने थिएन क्या, उसको जीवनको समस्याहरू आउने थिएन। त्यही कारण म तपाईँलाई भन्छु, योनाले जे गर्यो नि मोसाको समयमा इजरायलले एक्ज्याक्टली त्यही गरे। प्रेजन उनीहरूको आफ्नै गनगन अविश्वासले गर्दा, उनीहरू आफैले परमेश्वरमा भरोसा र विश्वास नगर्नाले गर्दा उनीहरूको जीवनमा समस्याहरू, त्यो योना माछाको पेटभित्र पस्नु, समुद्रमा जानु, मान्छेबाट तिरस्कार पाउनु जस्तै गरेर उनीहरूको जीवन त्यस्तै एक्ज्याक्टली भएर आयो। प्रेजन त्यही कारण म तपाईँलाई भन्छु, अन्तिममा प्रेजन हाम्रो जीवनमा आउने आशिषहरू हामी पर नसारौँ। हाम्रो जीवनमा परमेश्वरले राख्नुभएको योजनाहरू पुरा हुनबाट हामी पर नसारौँ। प्रेजन हाम्रो जीवनमा परमेश्वरले ल्याउनु नि उहाँको अनुग्रहलाई हामीले प्रेजन पर नसारौँ। प्रेजन आमेन। फेरि म भन्छु, इजरायलीहरूले एक दिनलाई एक वर्षमा परिवर्तन गरे जस्तो हामी परिवर्तन नगरौँ। प्रेजन हामी नगरौँ। हो, अनुग्रहमा छौँ प्रेजन, उद्धार तपाईँको लागि छैन भन्दिनँ, यो होइन कि अनुग्रहमा छौँ हामी, यो होइन। प्रेजन म तपाईँलाई भन्छु, अनुग्रहमा छौँ, उद्धार प्रभुले सित्थेमा दिनुभएको छ, सित्थेमा उद्धार पाउनु भएको छ। तर उद्धार मात्र पाएर तपाईँको जीवन होइन प्रेजन, यो संसारमा बसिन्छ तपाईँको जीवन प्रभुमा नि आदरणीय, प्रभुमा आशिषित, प्रभुमा महिमित, प्रभुसँगको पवित्रतामा र प्रभुसँगको नजिकतामा सम्बन्धमा बढ्नु पर्यो क्या प्रेजन तपाईँको जीवन। तपाईँ थाहा छ हामी स्वर्गीय जाने मात्र व्यक्ति होइनौँ क्या, स्वर्गीय जिन्दगी यहाँ जिउने व्यक्तिहरू हौँ प्रेजन हामी। आमेन। के छ भाइ, हामी त स्वर्गीय हो त भनेर चाहिँ भन्यो, मुखमा चाहिँ पत्ताउँदै नपत्ताउने भित्ताको कुरा गरेको छ, हिँडेको छ भने त्यो अन्य जातिले के भन्छ तपाईँ थाहा छ?
यो मान्छे विश्वासी भन्छ के स्वर्ग जाने भनेर चाहिँ पुरै दिन्छ, के हो यो मान्छे हो भन्छ। किनभने मैले देखेको छु मान्छे। फेरि साधारण पनि होइन त, पास्टर पो छ त। सुन्दा नि कस्तो लाग्छ है, यो मान्छे पास्टर भन्छ, यो पास्टर हो भन्छ मलाई अरूले। हो के भन्नु मैले, स्वर्ग नि भाइ हामी त भनिरहेछ भन्नु चाहिँ, स्वर्ग नि हामी त भाइ स्वर्ग भन्यो, तर जिन्दगी खत्तम प्रेजन त्यो होइन। परमेश्वरले चाहेको चाहिँ, परमेश्वरले त्यो चाहेको त्यो होइन प्रेजन। आमेन आमेन। हामी स्वर्ग जान्छौँ र स्वर्गीय जिन्दगी पनि जिउने व्यक्ति हो। अनि त्यो चाहिँ तब मात्र सम्भव छ जब हामी प्रभुलाई सुन्छौँ, विश्वास गर्छौँ, उहाँलाई प्राथमिकता दिएर हामी हिँड्छौँ। र म चाहन्छु प्रेजन हाम्रो मण्डली हामी विश्वासी त्यही अनुसार जिउँ। कालेब र यहोशू मात्रै प्रेजन मिश्रमा जन्मेर त्यो दुध र मह बग्ने देशमा प्रवेश गर्ने प्रेजन तर जति पनि आए नि ठुलाहरू, सब ठुलाहरू मरेर गए, सब ठुलाहरू मरेर गए प्रेजन। त्यही दुईजना ठुलो मात्र हो जो चाहिँ कनान देशमा गयो, हेरेर पनि आयो अनि फेरि पछि प्रवेश पनि गर्यो प्रेजन। तर अरू जति पनि हेरेर आउनेहरू थिए नि सबै मरेर गए प्रेजन, ठुला ठुलाहरू। त्यही कारण म तपाईँलाई भन्छु प्रेजन, हाम्रो जीवनमा हामी परमेश्वरप्रति विश्वास र भरोसामा बढिराखौँ, उहाँसँगको सम्बन्धमा बढिराखौँ प्रेजन। म भन्दिनँ तपाईँलाई हुन्छ, कसरी हुन्छ थाहा छैन मलाई, तर हुन्छ क्या प्रेजन। बुझ्नुभयो नि, तपाईँको जीवन राम्रो हुन्छ, आशिष आउँछ तपाईँलाई, परमप्रभु जुटाउनुहुन्छ प्रेजन। तपाईँलाई बुङबुङ मिलियन डलर चेक नआउला प्रेजन, तर 100, 200, 500, 1000 भने आइरहेको हुनसक्छ कहीँ न कहीँबाट परमप्रभुले। तपाईँको भण्डारमा एकैचोटि 10 थाक, 10-20 कार्टुन पानी, 10-20 बोरा चामल नआउला, तर 1 बोरा 2 बोरा भने चामल परमप्रभुले कसै न कसैद्वारा तपाईँलाई जुटाइरहेको हुन्छ तपाईँको अभावमा प्रेजन। बुझ्नु नि, तपाईँको पकेटमा पैसा सकेको बेला नि परमेश्वरले कहीँ न कहीँबाट 50, 100, 200 भए पनि तपाईँलाई त्यो पुरा गरिदिरहेको हुन्छ परमेश्वरले तपाईँको जीवनमा। साँच्ची भनेको यो कुरामा तपाईँ बढ्नुहोस्, विश्वास राख्नुहोस्, परमप्रभुले तपाईँलाई अभाव चाहिँ हुन दिनुहुन्न। तर हाम्रो सोचे के छ, एकैचोटि यति आयो भने मात्रै राम्रो होइन प्रेजन। यति थोपा थोपाले के भन्छ, समुद्र बन्छ भन्छ नि, एक्ज्याक्टली परमेश्वरले तपाईँलाई कचोटि सानो सानो कुराबाट नि प्रशस्त बनाइरहेको हुन्छ। आमेन, हालेलुया हालेलुया हालेलुया। प्रभुलाई महिमा होस्। आउनुहोस् प्रेजन हामी सबै हाम्रो शिर निहुराउँ र यो समय प्रभुलाई हामी भनौँ, प्रभु मलाई तपाईँले सहायता गर्नुहोस्। यो समय प्रभुलाई भन्नुहोस्, प्रभु मलाई त्यो इजरायलीहरू जस्तो भएर गनगन गर्ने, तपाईँमा अविश्वासमा बढ्ने होइन, तर प्रभु मलाई तपाईँमा विश्वास गरेर यहोशू र कालेबले जस्तै गरेर तपाईँमा भरोसा गरेर तपाईँलाई प्राथमिकता दिएर बढ्ने मलाई बनाउनुहोस्। यो समय हामी प्रभुलाई भनौँ प्रार्थना गरेर, प्रभु हामी तपाईँको चरणमा आउँछौँ। यशु हामी तपाईँलाई सबै महिमा तपाईँलाई दिन्छौँ अनि हामी तपाईँको नाउँको जय जयकार भन्दै यो समय हामी प्रार्थना गर्छौँ। यशुआ हामीलाई सहायता गर्नुहोस्, हामीलाई अनुग्रह गर्नुहोस्। तपाईँको वचनमा लेखिए जस्तै हामी हाम्रो एक दिनहरूलाई हामी वर्षमा परिवर्तन गर्न चाहन्नौँ प्रभु, तर वर्षमा हुने कुराहरू चाहिँ हामी एक दिनमा तपाईँले जन आशिष हामीमा ल्याउनुहोस्। कतिको लागि वर्षौँ लाग्ला त्यो ठाउँमा पुग्नलाई, तर प्रभु हामीलाई एक दिनमा त्यो ठाउँमा पुग्नलाई, त्यो आशिषहरू प्राप्त गर्नलाई हामीलाई तपाईँमा त्यो विश्वास र भरोसा गरेर तपाईँसँगको सम्बन्धमा तपाईँलाई प्राथमिकता दिएर हिँड्ने हामीलाई बनाउनुहोस्। हामी प्रार्थना गर्छौँ यो समयमा तपाईँको त्यो अनुग्रह, त्यो तपाईँको निगाह हामीमाथि तपाईँले प्रशस्त गरी ल्याउनुहोस् प्रभु। हामी न्यू ग्लोरी चर्च मण्डली हामी एक एक परिवारलाई त्यो बनाउनुहोस् प्रभु, ताकि हामी संसारलाई वरिपरिको कुरालाई हेरेर हिँड्ने होइन प्रभु, मात्र तपाईँलाई हेरेर हामी हिँड्न सकौँ। त्यत्रो मिस्रीहरू निस्केर आयो, तपाईँसँगै थियो उनीहरू, तर उनीहरूले अरूलाई हेर्न थाले। तर यहोशू र कालेबले अरूलाई देखे तापनि प्रभु तपाईँलाई हेरे, जसको कारणले गर्दा त्यो प्रतिज्ञाको देशमा उनीहरूले प्रवेश पाए। प्रभु हामी त्यस्तै तपाईँलाई हेर्न चाहन्छौँ र तपाईँले आशिष गरेर हामीलाई प्रतिज्ञा गरेर राख्नुभएको हरेक प्रमिसेसहरू हामी हाम्रो जीवनमा पुरा भएको हामी चाहन्छौँ। हामीलाई आशिष अनुग्रह गर्नुहोस् येशू तपाईँको नाउँमा, आमेन आमेन आमेन। हालेलुया। प्रभुलाई महिमा होस्। यहाँ सबैलाई जय मसीह।